हेलो साथीहरु, अहिले भने चाहिँ म हाम्रो चाहिँ गाउँमा अब चाहिँ रोपराप गर्ने बेला भइसक्यो र अहिले भने चाहिँ म मल लिन हिँड्दैछु र मल लिएर आज चाहिँ अलिक मकैहरू खोर्सानी रोप्ने काम छ र तपाईहरुलाई म त्यो रोपेको पनि देखाउने छु। भिडियो अन्तिमसम्म हेर्नुहोस् होला। यो चाहिँ हाम्रो गाउँ हेर्नुहोस्, हरियाली भएको छ। र यहाँनिर चाहिँ अब अदुवा काम भटाभटी भइरहेछ। अन्त यहाँ चाहिँ अलिकति मल हाल्नु थियो र मैले भट्टाभटी मलहरू हालिसकेको हो। अन्त मल हालिसकेर बोके, मल बोके 4-5 भारी मल ल्याएर चाहिँ त्यहाँबाट यहाँ मकै रोप्न सुरु गरे। पहिला अलिकति त्यो बाँझोहरू पनि थियो, त्यहाँनिर खन्नु पर्यो र के गर्नु साथी हो, हाम्रो त अब यस्तै छ, बस्तीको जिन्दगी, बस्तीमा बसी अलिअलि गर्नै पर्यो। खेती किसान गरेन भने के खानु पछाडि, अनि बादमा फेरि के लाग्छ। अहिले यहाँनिर यसरी रोप्दैछु। अब तपाईहरुले पनि गाउँ बस्तीमा के रोपरापहरू गर्नुहुन्छ होला, गर्नु भएको छ भने खेती किसानमा अब कति साह्रो छ, कति दुःख छ तपाईहरुलाई यादै छ। अनि तपाईहरुले अब किसानको सम्झना र किसानको माया गर्नुहुन्छ भने तपाईहरुले धेरै भन्दा धेरै शेयर गरिदिनुस् भिडियोलाई, अनि लाइक गरिदिनुहोस्। अन्त मैले चाहिँ यसरी ढेक सबै खनखान गरेर मल हालेर बिउ हालेर पुरपार गरे। अब पानी त आएको छैन त्यस्तो बेसी अहिलेसम्म चाहिँ हाम्रोतिर सदाम सुन्तलेमा चाहिँ। अन्त पानी आएपछि अब छिटै उम्रिन्छ भन्ने आश चाहिँ छ। तपाईकोतिर कतिको भयो मकैहरू, सिमीहरू, तपाईहरुले त्यो पनि कमेन्ट गरेर लेखिदिनुहोस्। र मैले यहाँनिर फटाफटी खन्दै सकेर यहाँ अलिक घाँस पनि थियो र त्यो घाँस पनि अलिकति काटकुट गरेर खन्नु पर्ने थियो। त्यही भएर यहाँनिर अलिकति मैले घाँस पनि काटकुट गरेँ र यहाँ बाबाले पनि काम गर्नुहुँदैछ। तपाईहरुले कमेन्टमा जय जवान जय किसान लेखिदिन नभुल्नुहोस् होला। धन्यवाद साथी।